हेलो एभ्रिवान, नमस्ते। आज चाहिँ म आएको छु इन्डिया। हामी पनि केही खानेकुरा लिएर आउनुपर्छ। अब भन्छु भिडियो गरेको फर्क न इन्डिया गेटमा चाहिँ यहाँनिर अहिले चाहिँ यस्तो भइरहेको छ, साँझ पर्दैछ, त्यही भएर मान्छेहरू पनि अहिले अलिक कम्ती मात्रामा रहेछ। किनकि पुरा ज्यादा दिल्लीमा गर्मी भएकोले गर्दाखेरि चाहिँ मान्छेहरू अहिले चाहिँ कम्ती रहेछ। साँझ पर्दैछ अहिले चाहिँ इन्डिया गेटमा चाहिँ लाइट पनि मजाले नदेखिन्छ। यो इन्डिया गेटमा चाहिँ सबै शहीदहरूको नामहरू लेखेको छ। कस्तो मैला पानी रहेछ। यहाँ त कस्तै हिँड्नै डर लाग्यो। यहाँनिर चाहिँ अन्धेरै भए पनि मैले चाहिँ यो पछाडिको नजारा देखाउनुको लागि चाहिँ भिडियो गरिदिएको। पछाडि चाहिँ यस्तो नजारा छ। यहाँनिर चाहिँ सबैजना यसरी बसेर चाहिँ यतातिर चाहिँ पुरा ज्यादा भिड छ। यसरी बसेर चाहिँ मैले चाहिँ भिडियो बनाउँदैछु पछाडिको नजारा देखाउनुको लागि। तर म चाहिँ डेन्जर कालो होइन। इन्डिया गेटको क्राउड अहिले चाहिँ स्टार्ट भयो। अन्त म नचलाउनु। अहिले चाहिँ इन्डिया गेटमा रात परेर चाहिँ कलर, इन्डिया गेटको यो कलर चेन्ज हुँदैछ, हल्का हल्का चेन्ज हुँदैछ। मान्छेहरू पनि